के कुरा सुन्न आयो, तिमीलाई के कुराको दुःख आइपर्यो भनेर जुन भगवान विष्णु भगवानले सोधिसकेपछि नारद ऋषि भन्नुहुन्छ, मर्त्यलोका जना सर्वे नानाकले समावितम नानायने समुपश्यन्ति पापकर्मादि। हे प्रभु, तत्कथनं समये च लघुपाये तदन्तर सर्वमिच्छामि तत्सर्व कृपा अस्मि यदि मही। हे प्रभु, म मर्त्यमण्डलमा घुम्दै 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 गएको थिएँ अनि त्यो मर्त्यमण्डलमा त कस्तो त हुनुहुन्छ नि, एकदमै विभिन्न किसिमका दुःख पीडाहरूमा पिल्सिरहेका अनि धेरै रोगहरूले ग्रस्त भइरहेका रोगले ग्रस्त भइरहेका यस्ता मनुष्यहरूले लीला गरिएको देखि। हे प्रभु, अब यो मनुष्यहरूको उद्धार कसरी हुन्छ, कस्तो कर्मको प्रभावले गर्दाखेरि उहाँहरूको सुख शान्तिहरू हुन्छ। हे प्रभु, यो विधिहरू यो कुराहरू मलाई बताउनुहोस्। म त्यही विधि चाहिँ मर्त्यमण्डलमा गएर सम्पूर्ण मनुष्यहरूलाई भनेर म कर्महरू गर्न लगाउनु छु भनेर जुन नारद ऋषिले भन्नुभएपछि भगवान आज्ञा गर्नुहुन्छ, हेर्नुहोस्। साधु पृष्ठात्मावश्ये लोकानुग्रहकाङ्क्षित यत्कृता मुच्यते मोयात तत्शृणु वदामि ते वर्तमसि महापुण्ये स्वर्गमर्त्य दुर्लभम्। यो स्वर्ग मर्त्य पातल तिनै लोकमा दुर्लभ भएको काहीँ कसैले पनि नगरेको एउटा व्रतविधि म तिमीलाई बताउने छु। यही व्रतको विधि चाहिँ तिमीले त्यहाँ सुनायो भन्यो भने, यो विधिहरू गर्यो भने यो सम्पूर्ण पापहरू नाश हुन्छ। जुन श्री सत्यनारायण भगवानको पूजा गर्नाले यस्तो यो कलियुगमा चाहिँ सम्पूर्ण पापहरू नाश भएर सद्गतिहरू प्राप्त हुन्छ। अब यति भनिसकेपछि फेरि नारद ऋषि भन्नुहुन्छ, किम फलम विद्यास कृतकेनैव तत्तव्रतं तत्सर्व विस्तारं मुनि कदा कार्य व्रतं प्रभु। हे प्रभु, यो व्रत गर्नाले कस्तो फलहरू प्राप्त हुन्छ। अब व्रत त गर्ने, व्रत गरिसकेपछि त्यो व्रतको फल त प्राप्त हुनु पर्यो। फल प्राप्त भएन भने गरेको व्रत पनि योग्य हुँदैन। अब यसले कस्तो कर्महरू प्राप्त हुन्छ त? भगवान हुनुहुन्छ फेरि, दुःख सुख दिनादने धनधान्य प्रदायकम सौभाग्य सन्तति बरकत सर्वत्र विजय प्रणम अस्मिन् कस्मिन् दिने मर्ति भक्ति सदा समावितम सत्यनारायण देव एजसैषा निशा मुखे ब्राह्मण वैतो सैतो धर्म तत्पर नैवेदो भक्ति दत्ताय संपात पक्षिसैक्तनम रंबाफलम कृतचिरम गोधूमस्य चूर्णकम अभावे सलिचूर्ण सकरा गुण तथा संपाद सर्वक्षामि चैकृता निवेदितम। हे प्रभु, हे नारद ऋषि, जुन श्री सत्यनारायण भगवानको पूजा गर्नाले, सत्यनारायण भगवानको व्रत गर्नाले सम्पूर्ण दुःखहरू, दुःख सुख दिन सम्मेलन धनधान्य प्रदायकम भनेको छ। सबै दुःखहरू नाश हुन्छ। अनि यदि धन सम्पत्तिहरू प्राप्त भएन भने कुनै धन सम्पत्तिहरू पनि हामीलाई आय आर्जन हुन्छन्। सन्ततिले सन्तानहरू छैनन्, छोराछोरीहरू छैनन् भने सन्तानहरू पनि प्राप्त हुन्छ। जुन सर्वत्र विजय, कुनै हामीले भगवानको चरणमा बसेर संकल्प गरेर हामीले कुनै कर्महरू गर्यौं भने सबै ठाउँमा हाम्रो के हुन्छ त? जित हुन्छ रे, विजय हुन्छ। सबै कर्मबाट हामीलाई राम्रो हुन्छ। मनमा संकल्प गरेर हामीले कर्महरू गर्नाले हाम्रा सम्पूर्ण पापहरू नाश हुन्छ। सौभाग्य सन्तति रे, सौभाग्यहरू पनि वृद्धि भइरहन्छ रे। सदा सर्वदा सौभाग्यहरू रहिरहन्छ, सौभाग्यहरू वृद्धि भइरहन्छ। त्यसको निमित्त अस्मिन् कस्मिन् दिने मर्त्य भनेछ। यो दिन ऊ दिन केही भन्नु पर्दैन। हेर्नुहोस्, साँझ बिहान केही भन्नु पर्दैन। जुनसुकै दिनमा औँसी तिथि छोडेर संक्रान्ति, पूर्णिमा, पञ्चमी, सम्पूर्ण दिनमा सम्पूर्ण कुनै पनि समयमा हामीले रमाशय श्री सत्यनारायण भगवानको पूजा गर्नलाई सक्छौँ। हेर्नुहोस्, औँसी तिथि एउटा छोडेर जुनसुकै तिथिमा जुनसुकै समयमा पनि भगवानको पूजा गर्नुपर्दछ। अब यसको लागि के हेर्नुहोस्, घिउ मह चिनी सक्खरहरू युक्त गर्ने रम्बावलम घृतक्षीरम भनेको छ। गहुँको पिठोहरू, यदि गहुँको पिठो छैन भने सालिचूर्ण भनेको छ, चामलको पिठो। यस्ता पिठोहरूको अपुगोहरू, नैवेद्यहरू, सवासेरहरू, नैवेद्यहरू, वस्त्रहरू, कपडाहरू, सम्पूर्ण सामग्री दही दुध घिउ मह चिनीहरू जुटाएर अनि भगवानको सकिन्छ भने कस्तो त हेर्नुहोस्, बन्धु बान्धवहरू पनि भनेको छ। आफ्नो दाजुभाइहरू इष्टमित्रहरू बोलाएर अनि सकिन्छ भने साँझमा भगवानको पूजा अर्चना गर्ने अनि जागराम बस्ने। हेर्नुहोस्, साँझमा सकेन भने दिउँसै भए पनि हामीले भगवानको पूजा अर्चनाहरू गरेर अनि भगवानलाई के गर्ने त? हेर्नुहोस्, प्रसादहरू ग्रहण गर्ने। हेर्नुहोस्, व्रत बसेपछि हामीले भगवानको पूजा गरेपछि कुनै व्रत बसेर हामीले कुनै व्रतको प्रसादहरू हामीले ग्रहण गरेनौँ, भोजन गरेनौँ भने त्यो के हुन्छ? त्यो व्रतको पनि पूर्ण हुँदैन। हेर्नुहोस्, हामीले यसरी अहिले यति बेलासम्म हामी यसरी बसेका छौँ,
यहाँ चाहिँ जुन हामीले जल पञ्चामृतहरू केही प्रसादहरू ग्रहण गरेर मात्र हामी यहाँबाट निस्किनुपर्छ। हेर्नुहोस्, प्रसादहरू ग्रहण गर्ने अनि त्यस्तै गरी बन्धुबान्धवहरू ब्राह्मणहरूलाई भोजनहरू दक्षिणाहरू गराएर कर्महरू गऱ्यो भने हाम्रा सम्पूर्ण पापहरू नाश हुन्छ। हेर्नुहोस्, हामीले गरेका जति पनि नराम्रा कर्महरू छ, त्यो नराम्रो कुराहरू छ, त्यो सबै के हुन्छ त भगवानको कृपाबाट हामीलाई प्राप्त हुन्छ। हेर्नुहोस्, हामी के गर्छौँ, भगवानको ध्यान जप मनन चिन्तनहरू गर्न हामीलाई समय पनि हुँदैन। हेर्नुहोस्, हामीलाई टाइम पनि हुँदैन। हेर्नुहोस्, के हुन्छ, छोराछोरी रोयो, उसलाई खुवाउनु पर्यो, गाई बस्तु पशु पक्षी पालेको छ भने घाँस परालहरू कुँडो पानीहरू खुवाउनै पर्यो। अनि हामीलाई भगवानको सेवा गर्न के हुन्छ त समय मिल्दैन। ध्यान जप गरौँ भने के हुन्छ, हाम्रो शरीरले दिँदैन। हेर्नुहोस्, आजभोलि के हुन्छ, 35 वर्ष कट्न पाएको छैन, सारा रोगले ग्रस्त बनाइसकेको हुन्छ। हेर्नुहोस्, कहिले घुँडा दुख्ने, कहिले ढाड दुख्ने, कहिले ज्यान दुख्ने, होइन। 40 वर्ष कटेपछि त झन् के हो रोगहरू। हेर्नुहोस्, रोगहरूले गर्दाखेरि के हुन्छ, हामी ध्यानमा बस्यो भने हाम्रो घुँडा दुख्छ, ढाड दुख्छ, हामी न ध्यान गर्न सक्छौँ न जप गर्न सक्छौँ। अनि हामी तीर्थ व्रत कहिले गर्ने? हेर्नुहोस्, ओहो 60 वर्षै पुगेको छैन, कहाँ तीर्थ जाने भनेर बर भएन नि। 60 वर्ष पुगेपछि त हामी यहाँबाट त्यो माचुन्थान जानु पर्यो भने नि लौरो टेक्ने हो कि आजभोलि त गाडी घोडा छ, के खोज्ने हो, होइन, गाह्रो हुन्छ नि। अब तीर्थ व्रत गर्ने भने नि बेलैमा गर्ने हो। हेर्नुहोस्, पूजा आजा हामीले देव तीर्थ ध्यान जप, अनि 60 वर्ष भएको छैन, कहाँ जप गर्न बस्ने, ध्यान गर्न बस्ने पनि भन्नु पर्दैन। हामीले अहिलेदेखि सिक्ने हो, बानी गर्ने हो। क्या बानी भयो भने हामीलाई जहिले पनि गर्न लाग्छ। अब आजभोलि चाहिँ हामी खालि बाहिर घुम्ने खेल्ने खाने, राम्रो केटी कहाँ छ, राम्रो केटा कहाँ छ, कसले के गर्छ भनेर हिँड्ने, होइन। त्यस्तो गर्दै गयौँ अनि भोलिपछि के हुन्छ, यो घुँडा सुँडा दुखेपछि के हुन्छ, हामी यसरी पलेटी कसेर अझै भनौँ न, यहाँ 4 घन्टा बस्नु परिसक्यो, कति गाह्रो भएको छ, बाहुन फलाइरहेछ, घुँडा दुखिसक्यो, होइन। कहिले उठ भन्ला जस्तो भइसक्यो नि, कहिले उठ्ला र बाहिर जाउँला खुट्टा तन्काउला जस्तो भएको छ, होइन। गाह्रो हुन्छ। अनि बानी गर्नुपर्छ कि ध्यान गर्ने। हामीले के गर्ने, केही जानेन भने 2टा मात्र शब्दले बनेको अक्षर छ, राम भन्ने शब्द छ, कृष्ण भन्ने शब्द छ। अब अलिक टाइम छ भने 10वटा अक्षरले बनेको शब्द छ, ओम नमो भगवते वासुदेवाय। यही मात्र हामीले जपौँ। दिनमा सकिन्छ भने 100 चोटि, 108 चोटि, सके 1000, सकिन्छ भने 1008 चोटि, होइन, 1008 चोटि हामी जप्ने गर्छौँ। अनि तीर्थ व्रत गर्नु पर्यो भने बेलैमा गरौँ। हेर्नुहोस्, हो 60 वर्ष भएको छैन, 60 वर्ष भएपछि त छोरा बुहारीले लान्छ भने हुँदैन नि। छोरा बुहारी त आजभोलि के गर्छ, ताल पऱ्यो भने बोल्दैन। 60 वर्ष कट्या बुढाबुढीलाई एक गिलास त्यतै पऱ्यो भने पानी खुवाउनु पर्यो भने नि कति त्यहाँ गाली कचकच कति सुन्नुपर्छ, होइन। आजभोलि समय परिस्थिति त्यस्तै छ, होइन। अब कहाँ ससुरा सासूलाई स्याहार्ने, कता के गर्ने, आफ्ना छोरछोरी स्याहार्न सकेका छैन, अनि कता त्यो सासू ससुरालाई तीर्थ लाने, आफ्नो कमाइ पनि अब खान पुगेको छैन। अनि तीर्थ लानु पर्यो भने थोरै खर्चले नि हुँदैन, होइन। हुन्छ त हुँदैन नि, हामीलाई लाग्छ नि खर्च त। तीर्थ जाने भन्यो, अब यहाँ कहाँ छ, लाखको पेटी खोज्नुपर्छ। अब त्यो पनि कहाँबाट जुटाउने, बाउ आमाले नि के गरे कसो गरे थाहा छैन। अनि हरेक कुरा जुटाउनु पर्छ, तर त्यो होइन, आफूले सक्ने बेलामा जति गर्नुपर्छ गर्ने हो। भोलि छोरीले ल्याइदिन्छ, छोराले ल्याइदिन्छ भने नि त्यो बेकार हुन्छ। अनि के हुन्छ, घरको घरै कुप्रो पर्यो बस्यो, पानी एक मुठी नि कतिखेर दिन्छ थाहा छैन, आफू चल्न सक्दैन, होइन। त्यस्तै बेलामा हामीले तीर्थ गर्छु, जप गर्छु, ध्यान गर्छु भनेर पनि हुँदैन। अनि भगवानको मनन चिन्तन गर्दाखेरि के गर्ने त, एकदम धैर्य धारण गरेर गर्ने, भगवानका कुराहरू मनन चिन्तन गर्ने। हामीले कुनै वेद शास्त्रहरू अध्ययन गरिरहेका छौँ, पढिरहेका छौँ भने के हुन्छ, त्यसको ज्ञानको प्रभावले हाम्रो यो मानव चोला कस्तो छ त, मानव शरीर मानव मन कस्तो हुन्छ, एकदमै चञ्चल हुन्छ। हेर्नुहोस्, कहाँ जाउँ, के गरौँ, कसो गरौँ। अनि कुबाच्चे भन्छ नि, हाम्रो मुखबाट नराम्रा बोलीका आवाजहरू आउँछ, त्यसलाई कुबाच्चे भन्छ। हेर्नुहोस्, अब हामीले कुनै भगवानका जपहरू गरिरहेका छौँ, भगवानका कीर्तनहरू गरेका छौँ भने हाम्रो मुखबाट कुबाच्चे भनेको कहिले पनि आउँदैन। हेर्नुहोस्, भगवानले के हुन्छ, हाम्रा मनन चिन्तन गरेको छ भने त्यो माथिबाट हाम्रो बोली कहिले पनि आउँदैन। हेर्नुहोस्, राम्रै कुरा आउँछ। हाम्रो घर परिवारमा नि के हुन्छ, राम्रै कुरा आउँछ। हेर्नुहोस्, अब कहिले पनि हामीले भगवानको नाम नि लिँदैनौँ, के नि गर्दैनौँ, कुनै किताबहरू अध्ययन गर्दैनौँ, त्यो शास्त्रहरू जान्दैनौँ, बुझ्दैनौँ भने के हुन्छ। अनि हाम्रै घर गृहस्थीमा के हुन्छ, श्रीमानसँग पनि तछाड मच्छाड, श्रीमतीसँग पनि तछाड मच्छाड, अनि त्यहाँमाथि छोराछोरी आउँछन्, झ्याँ गर्छन्, अनि श्रीमान श्रीमतीको झगडा भइरहेको ठाउँमा त्यो रिस गरेर छोराछोरीमा बज्रिन्छ, होइन। त्यो दुःख भनेको त्यही, घरमा गृहस्थीमा हाम्रो झै झगडा पऱ्यो भने त्यो दुःख पीडा भनेको त्यही हो। त्यहाँ धन सम्पत्ति जति पनि छ त्यो घरमा कलह छ भने के हुन्छ, लक्ष्मीले पनि बास गर्दैन। हेर्नुहोस्, उसले बाहिर जतिसुकै कमाओस्, जतिसुकै जे गरोस्, होइन, लक्ष्मीले बास गर्नलाई के भने घर गृहस्थीमा पनि शान्त स्वभाव हुनु पर्यो, राम्रो हुनु पर्यो।
अनि घर गृहस्थीमा शान्त स्वभाव छ भने हामीलाई लक्ष्मीले पनि हाम्रो घर गृहस्थीमा वास गर्छन्। अनि हाम्रा मनबाट पनि कुनै पनि नराम्रा कुराहरू, नराम्रो कुवाच्यहरू, बोलीहरू आउँदैन। त्यसले गर्दा के हुन्छ, सदा सर्वदा हामीलाई सुख शान्तिहरू प्राप्त हुन्छ। अनि हाम्रा माता पिताहरूलाई पनि हामीले के गर्ने त, सेवा गर्नै पर्छ। हेर्नुहोस्, जसले माता पितालाई गाली गलौज गरेको छ, माता पिताप्रति वैरभाव बनेको छ, नराम्रो कुवाच्यहरू बोलेको छ भने त्यो माता पिताले केही गरी हामीलाई सरापेर जानुभयो भने के हुन्छ, कहिले पनि हाम्रो भलो हुँदैन। पितृहरूको आशीर्वादले चाहिँ हामीले खाने हो। हेर्नुहोस्, हामीले माता पितालाई रोयौँ, माता पितालाई दुःख दियौँ भने, माता पिताले आँसु बगाएको बेला हामीलाई कुनै कुराले श्राप गरिदिनु भयो भने हामी त्यस्तो व्यक्तिहरूको सद्गतिहरू हुँदैन भन्ने शास्त्रले नै भनेको छ। हेर्नुहोस्, माता पिताहरूलाई सेवा गरेनौँ, माता पिताहरूप्रति कुवाच्यहरू हामीले भोग्यौँ भने, माता पिताले हामीलाई कुनै गाली गलौजहरू गर्नुभयो, आँसुको धारा बगाएर गाली गलौजहरू गर्नुभएको छ भने हाम्रो उन्नति प्रगति भनेको हुँदैन। हेर्नुहोस्, आजभोलि के गर्छन्, पैसाका बिटा उनीहरू ल 2-4 लाख रुपियाँ दिन्छन्, वृद्धाश्रममा लगेर होइन राखिदिन्छन् नि, अनेक गर्छन्, आफूले स्याहार्न नि परेन, केही गर्न परेन। यस्तो अवस्था चाहिँ आजभोलिको समय परिस्थितिमा छ। अनि यसको निमित्त के गर्ने त, कलियुग हो, भगवानको चरणमा बसेर भगवानको सेवा गर्ने। हेर्नुहोस्, कलियुग उत्पन्न भएपछि के हुन्छ, विभिन्न किसिमले गर्दाखेरि उच्छृङ्खल स्वभावहरू अहिले बढिरहेको छ। हेर्नुहोस्, यो सत्य त्रेता द्वापरको अन्त्यमा अब कलिको आरम्भ, कलि प्राप्त हुने बेलामा के भयो त भन्नुहुन्छ भने काल पुरुषले बैल पुरुष भनेर कहिलेकाहीँ हामी यसो टिभीतिर पनि देख्छौँ नि होइन,